नमस्कार दर्शकवृन्द, आज हामी माझ एकदमै स्वरको धनी उहाँले गाउनु भयो भने उहाँको स्वर बोरा च्यात्यो छ नि, त्यति मिठो त भन्न मिलेन, त्यस्तै आउने गर्छ र उहाँको गीत मैले धेरै पटक सुनिसकेको छु। मलाई लाग्यो कि दर्शक महानुभावलाई देखाउनु पर्यो उहाँको कला। उहाँको गीत त मैले सधैँ बाथरुममा सुनिराखेको हुन्छु, देखिराखेको हुन्छु। के भने यार, बेइज्जत नगर्नु न यार। नै बेइज्जत होइन सर, यसलाई त मेरो स्टाइल छ के, म अलिकति मान्छेलाई पहिला बेइज्जत गरे जस्तो गर्छु, तर बेइज्जत होइन। तपाईँको यथार्थलाई मैले चित्रण गरिदिएको भए पनि अलिक पुरा मिलाएर भन्नु न यार। ठिक छ। दर्शकवृन्द, नेतालाई गाली कलाकारलाई ताली भने जस्तै उहाँलाई पनि गालीको वर्षा तालीको वर्षा गरिदिनु होला र कमेन्टमा उहाँको स्वरलाई जति सक्दो सेयर गर्नु होला। उहाँले एकैछिन तपाईँलाई गाएर सुनाउनु हुने नै छ। त्योभन्दा पहिला एउटा कुरा म के भनिहाल्छु भने, उहाँ तपाईँ स्किल मिलाउनु न सर, अलि राम्रोसँग मिलेको छ। धन्यवाद दर्शकवृन्द, यति समय हेरिराख्नु भएको छ। उहाँको गीततर्फ हामी जानेछौँ, उहाँको गीत सुन्नेछौँ। एउटा गीत गुनगुनाइदिनुहोस् दर्शकहरूलाई, सुन्न चाहनु भएको छ दर्शकले हाम्रो, तपाईँको गीत गाओस्। नमस्कार सबैजनालाई। सरले मलाई आज गीत गाउन बोलाउनु भएको छ, मेरो इन्टरभ्यू लिन्छु भनेर बोलाउनु भएको। बोलाएको होइन, उहाँ आउनु भएको। तपाईँ यार यस्तो नगर्नु नि, म जान्छु यार। भन्नु सर है, रिसाउनुहुन्न क्या सर? यार जहिले यस्तै गर्नुहुन्छ, बोलाउनुहुन्छ इन्टरभ्यूको लागि। अब तपाईँको बोलाउनु त बोलाइन्छ, तर आउनु त तपाईँ अब आउनु बोलाए पनि त म गएर बोकेर त ल्याउनु नि त, हेरेरै आउनुहुन्छ नि। भए पनि तपाईँले बोलाउनु भएको भन्नु खोजेको चाहिँ हो कि अब बोलाउनु त मैले बोलाएको हो कि, अब फोन गरेर बोलाएको हो नि तपाईँलाई, मैले उहाँ गएर बोकेर त ल्याएको। मान्छे खतम भएको ठिक छ, बोलाइहाल्नु। दर्शकवृन्द, उहाँलाई एकदमै मनमा चोट लागे जस्तो छ। मनमा चोट केही नलिकन हाम्रो दर्शक महानुभावहरूलाई मनोरञ्जन दिनुहुनेछ भन्ने आशा राखेको छु। कृपया गाउँछ। नमस्कार फेरि पनि। सर अलिक त ठिक लागेन मलाई। ठिक छ, उहाँ पनि बोलाइहाल्नु भयो, त्यही पनि म तपाईँहरूको माझ गाना राख्छु होइन। सुनेर माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। जस्तो लाग्यो स्वरमा त त्यस्तो केही खराबी देखिन। यो के भन्न खोज्यो यार? देखिसक्नुभयो दर्शकवृन्द, उहाँले जुन तरिकाले गाउनु भयो, एकछिन रोक्नु न दर्शक, उहाँले जुन तरिकाले तलको स्केलबाट सुरिलो कोइलीको जस्तो आवाजमा उहाँले प्रकट गर्नुभयो आफ्नो स्वरलाई। अलिकति गिटारमा कमजोरी भयो कि जस्तो। के भने यार, यति महँगो गिटारलाई यार? तपाईँलाई थाहा छ कति महँगो हो? मलाई के थाहा, मैले किनेको भयो। अनि किन बोल्नु भएको छ तपाईँ यार? गिटार बोल्ने मेरो काम हो दर्शकवृन्द, मेरो कामलाई किन बोल्नु भएको छ भन्नुभएको छ उहाँले। अब यार मान्छे सर, यो एउटा जो हकिकत हुन्छ नि, त्यो चिजलाई चाहिँ म कन्ट्रोल गर्न सक्दैन कि। अलिकति मिलाएर भन्नु न, क्यामेरा सामने छ यार। ल दर्शकवृन्द, उहाँ अलिकति रिसालु टाइपको मान्छे हुनुहुन्छ, हामी नरिसाइदिनु होला भन्ने उहाँसँग आग्रह पनि गर्न चाहन्छौँ। र तपाईँ यस्तो गर्नुहुन्छ रिस उठ्दैन यार। सरी सर, त्यसमा हामी क्षमा माग्छौँ हाम्रो तर्फबाट। हामीले उहाँलाई निमन्त्रण दिएका थियौँ, उहाँ आफै हिँडेर आउनु भएको थियो, ल्याउन चाहिँ यार अनि के तपाईँलाई मैले लिएर आएको हो त? अनि तपाईँ मान्छे बेकार रहेछ यार। तपाईँ नै यार यार मलाई आउने भए त सर तपाईँलाई यहाँ ल्याउन जरुरतै छैन नि सर। भयो यार, तपाईँ मान्छे ठिक लागेन, म त गएको। सरी प्लिज, एकचोटि प्लिज बरु खुट्टा रोकिदिन्छु। दर्शकवृन्द, फेरि पनि अर्को आवाजमा एकदमै अहिले पुरै स्केल मिलाएर दर्शकहरूलाई पुरै मनोरञ्जन दिनुहोस् तपाईँले। ल दिनुहोस्, सुनेर साथ दिनु होला।
क्या टोन छ हाम्रो बहिनीहरू कोही छ त्यो गाह्रो साह्रो पकाएको छ कि के भन्नु खोजे तपाईँ यार के भन्नु खोजे तपाईँ म त गएको भाइ साहब तपाईँ म त कहिले पनि आउनु दर्शक ब्रेन देख्नुभयो उहाँलाई भैँसीले दिने जुन गाह्रो हुन्छ नि भैँसीले पनि गाइदिन्छ होला त्यो उहाँले खाने खाना खायो भने तर उहाँमा त्यति दम देखिनँ मैले त्यो भएको हुनाले उहाँ यहाँबाट गइसक्नु भएको छ उहाँ गाउनको लागि बाथरुम सिङ्गर मात्रै हो त्यहाँभन्दा अरू केही पनि सर सर कहाँ जानुभयो क्या लुको सर कता सर सर आइदिनु न प्लिज एकछिन आइदिनु आइदिनु न सर तपाईँ यसै कार्यक्रम छोडेर तपाईँ जानु पुग्नुहुन्न क्या सर यार यस्तो गर्नु चाहिँ यार कसले गाउँछ यार आइदिनु सर यार तपाईँले क्यामेरा सामने के भनिदिनुहुन्छ यार क्षमा म सर गल्ती भयो अब हुँदैन फेरि अब ठिक गरेकै हुँदैन एकचोटि फेरि होइन तपाईँ त बेजत गर्नुहुन्छ यार खडा खडा गाउने त्यो बसेर भएन उठेर गाउनुहुन्छ उठेर गाउनु चाहिँ अब बसेर गाउनुहोस् त्यो भन्नुहोस् तपाईँ पहिला बोल्न सिक्नु यार भन्नु तपाईँ यार देख्नुभयो दर्शक बेन पत्रकारले पत्रकारिता सिकाइराख्नु भएको छ उहाँ ए त्यो तपाईँ मान्छे त यार सरी यार भ्युज यार 10 भ्युज आयो भने नि यार फर्स्ट के डलर आउला सर प्लिज गरिदिनु नि सर प्लिज थोरै अहिले त 2000 3000 भ्युज गयो भने नि यार थोरै हामीहरू घर चल्दैन कि खानालाई खानु हुँदैन कि म त एउटै गीत गाएँ यहाँबाट जान्छु यार यहीँबाट दर्शक ब्रेन अब हामी मजाक नगरिकन उहाँको गीत सुन्ने नै छौँ फेरि एकचोटि गुनगुनाइदिनु हुनु अब चाहिँ के नभन्नु है ल ओके सर गाउनु नि यार खालि बजाउनु मात्र हुन्छ यार तपाईँ यार बिट पनि हान्नु नदिनु तपाईँ यस्तै गर्नुहुन्छ जहिले यस्तै यार अझ बिट पनि त्यो दिएको दिए त भएन नि यार 2-3 रोटी दिने हो क्या गाइहाल्नु पऱ्यो क्या तपाईँ मलाई सिकाउने अब नि सर लामो बिट भयो भन्ने कुरो हो क्या गाउँछु भाई यहाँ पे क्या हो रहा है भाई यहाँ पे क्या हो रहा है भाई ये कहाँ फंस गया भाई मैं दर्शक वृन्द धेरै धेरै धन्यवाद तपाईँले सुनेर साथ दिनुभयो उहाँको गीतलाई एकदमै मन पराउनु भयो होला भन्ने म आशा राख्दछु किनभने उहाँले धेरै राम्रो प्रस्तुति देखाउनु भएको छ तपाईँहरूमा तपाईँले आफै बुझिसक्नु भएको छ मैले त्यति भन्नको जरुरत पनि मतलब भन्नको जरुरत पनि लाग्दैन जस्तो लाग्छ किनभने तपाईँहरूले प्रत्यक्ष आफ्नो आँखाले देख्नु भएको छ त्यो भएको हुनाले तपाईसँग हामी फेरि अर्को संवाद गर्ने म त भेट्ने छैन तपाईँले गर्दा सर मेरो घर चल्ला जस्तो लागिरहेको छ सर अनि तपाईँ यार यस्तो बेजत गर्नुहुन्छ यार तपाईँ त मेरो कमाइ खाने भाँडो हो क्या सर त्यस्तो नबन्नु नि सर प्लिज सर अनि त्यस्तो भन्ने मान्छेले किन त्यस्तो भन्नुहुन्छ मैले त्यस्तो हो नि सर दर्शक ब्रेन अब फेरि पनि सुन्न अर्को एपिसोड हेर्नु होला अर्को एपिसोड फेरि पनि पार्ट 2 आउनेछ भन्ने तपाईँहरूमा आशा राख्दछु र हामी दुईजना एकदमै धेरै बेस्ट फ्रेन्ड हो थोडा उहाँसँग मैले मनोरञ्जन गरेको थिएँ फेरि लास्टमा जाँदाखेरि तपाईँले चाहिँ फेरि एउटा गीत गाइदिनु हुन्छ कि भन्ने एउटा आश छ अहिले चाहिँ राम्रो गाइदिनुहोस् एकदमै दिउँला माया तिमीलाई तिमीले
लागे जतिलाई कोसिसको अर्थ जिताउनै पर्छ भन्ने कतै लेखेको छैन खुसी थियौँ हामी दुईजना एकापस समय सम्पूर्ण समयभित्र परिवर्तन नआउने भन्ने हुँदैन। धन्यवाद दर्शकबिन। उहाँ अत्यन्तै मिठो गाउनुहुन्छ साँच्चीकै। अहिले हामी जति पनि रमाइलो गऱ्यौँ एकदम हेरेर मनोरञ्जन लिइदिनु होला, उहाँप्रति त्यस्तो नराम्रो नसोचिदिनु होला भन्न चाहन्छु। हामी एकदमै धेरै मिल्ने साथी हौँ एकअर्कामा भन्दै तपाईँहरूमा बिदा हुन्छु। हस्त धन्यवाद। सुनिराख्नु होला, हेरिराख्नु होला, साथ दिइराख्नु होला, कमेन्ट गर्न नबिर्सिनु होला भन्दै हाम्रो युट्युब च्यानलबाट हामी सार्वजनिक गर्नेवाला छौँ। हस्त धन्यवाद। सब्सक्राइब गरिदिनु होला।